Hello everyone, welcome back again to my YouTube channel अनि सबैजनालाई नमस्ते। आई होप तपाईहरु सबै एकदमै सन्चै आराम हुनुहुन्छ भन्ने पुनः विश्वास गर्दछु। यदि तपाईहरु पहिलोचोटि हुनुहुन्छ भने म चाहिँ मीरा गुरुङ बोटेओडा लमजुङबाट है, लमजुङ बोटेओडाबाट उल्टो भने हैन। सो साथीहरु आज धेरै पछि चाहिँ म फेरि नयाँ भिडियोको साथ आइपुगेको छु। सर्वप्रथम त सबैलाई नै नववर्ष 2082 को सम्पूर्णलाई धेरै धेरै शुभकामना है। ह्याप्पी न्यू इयर एभ्रीवान। अनि यो वर्ष चाहिँ आटेको चाहेको सबैको पुगोस्, त्यही छ मेरो कामना। अनि त्यसपछि लाएर आज चाहिँ न्यू इयर साथीहरु म चाहिँ बिहान चाहिँ बिदा भएको कारण त्यही त घरको टन्टोमन्टो घरको कामसाम गरेँ, खाएँ, धोएँ, छोरी मान्छे धुनु त परिहाल्यो। अनि त्यसपछि लाएर खानासाना खाएर चाहिँ बसेको। अहिले चाहिँ 1 बजिसकेको छ हैन साथीहरु। अब चाहिँ न्यू इयरको स्पेशल खै त्यस्तो त केही छैन। प्लानिङ भन्दा पनि कतै गइन्छ त्यस्तो त केही छैन। अब नर्मल डे जस्तै घरमा बस्ने हो। अनि मेरो चाहिँ आज अचार छ साथीहरु, काठमाडौँ अर्डर छ। 6-7 डब्बा जति छ के भन्नाले त्यही 4-5 केजीको छ। तर मैले चाहिँ एकदमै धेरै क्वान्टिटीमा चाहिँ अचार बनाउँदिन, थोरै बनाउँछु। मिठो हुन्छ नि त थोरै, आफूले अड्कल पास हुने कि मैले सोधे भएर मैले फ्रेस थोरै बनाउँछु। अनि त्यसपछि बफ अचार बनाउन लाग्छु। बफ चाहिँ लिएर आएको थिएँ हिजो नै। अब त्यही त हो, अब बफ अचार नै खानुहुन्छ अरे। सो आज बफ अचार बनाउँदैछु, हेर्दै जाम। अनि त्यसपछि दिउँसो चाहिँ हाम्रो दिदीहरू हुनुहुन्छ, जेठानी दिदीहरू हुनुहुन्छ, उहाँहरूसँग चाहिँ खाजासाजा खाने, अमाजहरूसँग सबै यहाँको टोलीहरू मिलेर चाहिँ खाजासाजा बनाएर खाने भन्ने कुरा गरेछ हैन। अब त्यही त पनि विषय हुन्छ होला। म चाहिँ भ्याउँदिनँ भन्दैछु अघि नै, म चाहिँ भ्याउँदिनँ। अरूहरू रेडी गर्दै गर्नु, अचार चाहिँ मै बनाइदिन्छु। अनि म चाहिँ अहिले चाहिँ कुखुराको अचार भन्नाले मासुको अचार चाहिँ अर्डर छ, त्यो रेडी गरेर आउँछु भनेर भनेको थिएँ। सो मसँग जाम है त, सबै सामान रेडी गरिसक्यो। अब अचार बनाउनु मसँग जाम है त जाम। क्लाइमेटहरू न यस्तो खुलेछ नि आज। यो चाहिँ यो पछाडिको चाहिँ कहाँ गयो, यो चाहिँ भुपु स्कुल है। मेरो घर चाहिँ भुपु स्कुलको ठ्याक्कै आडामै हो कि, आडामा। कस्तो राम्रो सुन्थेको हराभरा। यति बेला घुम्न जान पाए त कति राम्रो फोटो आउँथ्यो। तर प्लानिङ कहीँ जानु घुम्नु सुन्नु छैन, काम छ, काम त गर्नै पर्यो। लिजाम है त मसँग अचार बनाउन साथीहरू। ल है, मेरो यहाँ बफको अचार रेडी हुँदैछ, पाकिसक्यो। मैले सबै काम ल्याइसकेँ। ल यस्तो टेस्टी देखेर टेस्टी कपिडो आउने गरे। अब यसलाई सेलाउन दिनुपर्छ है, सेलाउन दिनु पर्यो। ल मेरो केक लु काटौँ त, ह्याप्पी बर्थडे गरौँ त। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। बाफे उडाए जेन्ला यस्तो सफ्ट छ नि, तेल पनि छैन है। हाम्रो त आज छतैभरि लुगा छ। कस्तो राम्रो आएको हो। केक म त अहिलेसम्म पाक्यो होला, मासु ग्यास बनाउन आएन भन्छ त टाइट। यहाँबाट लाउनु त आरो, यहाँ घरबाटै, यता घरबाट उता घर केक पनि घरै बनाएर चाख्नु त कस्तो मिठो खायो दिदीले बनाएको। शैली दिदीले के अरे हो यो मैदा, अन्डा, घिउ।
क्या टेस्टी तो के भिटामिन को बिस्कुट को टेस्ट आहा है सही मिठो आहा म त भएन खाने म त खायो यात्रा खाइदियो हाम्रो बुद्धको मुनि साथीहरु हामी चाहिँ अहिले हेर्न सक्नुहुन्छ छतमै हाम्रो न्यू इयर मनाउने प्लान भइसक्यो घुम्न कतै जान नपाए पनि ड्राई पिकनिक चाहिँ घरमै बनाएर खाइदिउँ है छतमा पुरा यहाँबाट नजारा नि खतरा देख्छ सबैले ल हेलो गरिदिनु मिराक्रुङ भ्लगमा हेलो ह्यापी न्यू इयर भन्नु त ल सो हामी चाहिँ आज चाहिँ रमाइलो गर्दैछौँ है अघि नै चाहिँ उस गरेको थियो भ्यू चाहिँ सही आउँछ क्या हाम्रो छतबाट अन्त जानै पर्दैन ग्राउन्ड हाम्रो यही भइहाल्यो आजको लागि जुगाड चढाइदिउँ अनि यहाँ मेरो हेलो भन्दै सानो यहाँ बस ऊ आमानिर ऊ बुझुनिर जाउँछ ए यहाँ मासु छ हाम्रो यहाँ सेलरोटी देख्न सक्नुहुन्छ सेलरोटी चिसोहरू छ रक्सीहरू छ होइन अनि यहाँ त्यो के भन्छ अरे रेड बुल छ यहाँ यतापट्टि सब सेलरोटीहरू छ मासुहरू बनाएर चाहिँ घरमै सानोतिनो सबैजना मिलेर खाना लगाएको छौँ है पहिलोचोटि देख्नुभयो होला छत पिकनिक यही हो साथीहरू ए यहाँ सेलरोटी छ है यो रक्सी चिसोहरू रेड बुल यो गोर्खे चटनी मासु ल सलादहरू छ होइन मासु यता मेरो सासु रे बाबु है जेनिसा हाई गर ल प्रणित हाई गर ममता मम्मी हेमाको मम्मी हार दिदी होइन सुवन मम्मी यहाँ ल बुद्धको मम्मी हार दिदी है हेलो गरिदिनु ल प्रिन्स खै हेलो बाबु हाई गर लु है हाम्रो चाहिँ अब छतको ड्राई पिकनिक चाहिँ यहीँ स्टार्ट भइसक्यो है अब ल सुरु गरौँ है सुरु गरौँ कस्तो राम्रो भ्यू कस्तो राम्रो गयो उतु नि दिनु त यो चाहिँ गोर्खा स्ट्रङ होइन रोटी हो रोटी ल साथीभाइ होइन तपाईँ बुहारी पर्छ बुहारीपट्टि छ भन्नु न हामी चाहिँ अब खाना थाल्यौँ ह्याप्पी न्यू इयर भन्नु ह्याप्पी न्यू इयर सुरु भयो हाम्रो पार्टी ल रौसीको साथी छैन ऊ ल हाम्रो दिदीहरू सबै हामी चाहिँ खाना थाल्यौँ होइन छतमै खाइदिउँ ल चेयर्स गरिदिउँ त लु ल चेयर्स है लु छैन लु को भेटेन है यति धेरै छ अरू कहाँबाट भेट्ने त लु 1 2 3 तिमी र म यहाँ पछाडि पनि छन् छुट्टै टोली ठिटा टोलीहरू सबै पुस्क्यो Cheers! Happy New Year! कस्तो राम्रो देखिन्छ लुक एट द भ्यू अनि त्यसपछि ल्याएर यता भ्यू चाहिँ यस्तो छ हामी खाँदा बेलुका भइसक्यो साथीहरू यही सबैजना छौँ है मेरो रुफसँग चाहिँ मान्दैन मोबाइल मात्रै हेरेछ किनभने योलाई मोबाइल दिएन भने यो छतबाट यताउता गर्छ कि त्यही भएर चाहिँ मैले मोबाइल दिएको हो खानु चाहिँ मानेन रोटी थोरै खाएको थियो अनि यहाँ
हाम्रो गाइजहरू के हो ओ ममता मम्मी के हो नयाँ सालको दिनमा घाम लागेपछि डुबेर अँध्यारो हुने बेलासम्म खाइदिने ल यो चाहिँ सबै खाइन्छ ल ममता मम्मी तपाईँलाई सबैभन्दा बढी के मन पर्यो मलाई सबभन्दा बढी त कान्छी क्यामेराम्यान मन पर्यो यस्तो गफाडी मान्छे यार अनि उसले बनाएको गोर्खा चटनी मन पर्यो मुखमै निलेन मुखबाट गएन पहिला त बधाई त बनाउने मान्छेले दिन पर्यो नि त परा अन्त त्यो पछाडि बल्ल चटनी मन पर्यो के सिस्रा माछा जस्तो छ लो फेरि त्यसरी होइन यसरी हो क्या सिधै बसौँ न ल फोटो खिचौँ भनेको बुढीहरू त रमाइलोले छोडेकै होइन ऊ मुड चाहिँ परि नै हाल्छ ल ममता मम्मी फेरि एउटा गीत जाओस् ल ममता मम्मी गीत जाओस् नि एउटा के भन्ने यो रमाइलो छोडेर यस पहिला के रे यो चिसो पानी के भन्दा तीन तारेको यो रमाइलो ल अबे ताली पिटाऊ ल साइड थियो रमाइलो छोडेर कहाँ जाने ल यहाँ चाहिँ साह्रै रमाइलो छ यतिको चाहिँ हुनु पर्यो है सबै छिमेकी मिल्नु पर्यो हो कि नै सही ममता मम्मीले बियर रेड बुल लाइछ यार होइन म नलाई नि ला जस्तै हो लाई नि ला जस्तै हो बाघको मुख खाइने रातो नखाइने रातो म त बिन्दास अहिले पो बुढो भए अनि चोली दिउला मखमली सारी दिउला फाइबर मै हुँ कान्छी रेलको ड्राइभर से उमेरैमा मै पनि झिल्के हुँदो हो अहिले पो बुढो भएर एउटै नि look at this view.
देउडार बजार चाहिँ नाइटमा यस्तो भ्यू देख्छ है हाम्रो छतबाट। ममता मम्मी त साह्रै राम्रो देख्या। ओ माई गड। ओहो अहाय 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 ल ताली पिनु ओइ 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 भ्यू त सही देख्या नि। ल है त साथीहरू हामी चाहिँ यहाँ सब थकित अवस्थामा छौँ। लु हेर्नु सब ल्याउसी परेर बसे ल्याउसो भए सबै बसे है। अनि त्यसपछि लाएर हामी चाहिँ आज कस्तो भयो उस नयाँ वर्ष कस्तो भयो बत्तीलाई त बाल्ने त बाबु। ल ल ल लास्ट एकचोटि भनिदिउँ ल ह्याप्पी न्यू इयर भनिदिउँ ल 1 2 3 गो ह्याप्पी न्यू इयर 2082 सबैजनालाई ह्याप्पी न्यू इयर। अनि हाम्रो 82 मान्ने बाने 83 नि यसरी मान्ने रे। सो साथीहरू आज चाहिँ यति नै थियो। हामी चाहिँ के भन्छ अरे घरमै दिदीबहिनीहरू मिलेर चाहिँ खाजा 72 82 होला नि अहिलेसम्म त 72 पो भनिरहेको रहेछ। के भन्नु थियो यता ल भनिदिनु ल ममता मम्मी एकचोटि ल अघिको लु ओ ममता मम्मी ल मेरो युट्युब फ्यामिलीलाई भनिदिनुहोस् त 82 भन्नु नि त देश विदेश नै भन्ने धनमाया गुरुङ मम्मी लु भन्नु त नव वर्ष 2082 सालको शुभकामना छ है। गाउँले हो रे आज गाउँले हो रे नयाँ साल 2082 सालको ह्याप्पी ह्याप्पी बर्थडे ल साथीहरू यति नै थियो हाम्रो रमाइलो चाहिँ। यस्तो खत्रै भयो यो वर्ष चाहिँ तपाईँहरूले नि खतरा गर्नु। त्यही हो भ्यू पछाडि लास्टै राम्रो आइरहेछ। हामी पनि राम्री भएर बस्यो बत्तीले राम्रो देखा। त्यही भन्दै आजको लागि हामी बिदा हुन चाहन्छु। मस्त नमस्ते टाटा बाई बाई।